सो फ्याफुला गुड मर्निङ सबैजनालाई। म चाहिँ सानो मिनी ब्लग छोटो भिडियो लिएर आइरहेको छु। हामी चाहिँ हाइकिङ जाने प्लान भइसकेको थियो, त्यही भएर म चाहिँ दिदीले छिटाऊ भनेर छिटो गरेर म जाँदै थियो। जाँदा ट्रेन छुटेपछि अब म 5:38को ट्रेनमा जान लागेको। फेरि म दिदीलाई म आउँदिनँ नि दिदी भनेर म्यासेज गरेको थियो, अनि दिदीले चाहिँ आऊ भनेर यति नम्बरबाट यति चढ भनेर 38को ट्रेन थियो। 38को ट्रेनमा म गयो, किनभने मेरो दिदीले चाहिँ मलाई धेरै माया गर्नुहुन्छ। मेरो दिदी चाहिँ पहिल्यैदेखि मलाई धेरै माया गर्ने, म आएकोदेखि मलाई सबै कुरा माया गर्नुभएको छ। मेरो दिदी जस्तो भगवान् त कोही पनि हुनुहुन्न, किनभने मैले यहाँ आएर मेरो मम्मीले दिएको माया र मेरो दिदीले दिएको माया एउटै अनुभव गरिरहेको छु है। किनभने दिदीले हरेक कुरामा धेरै सपोर्ट गरिरहनु भएको छ। मेरो दिदीलाई त मैले त्यो माया त कहिले पनि फिर्ता दिन सक्दैन होला। हामी चाहिँ हाइकिङ जाने भनेर कुरा प्लानिङ भइरहेको थियो दिदी बहिनीको, त्यही भएर हामी तिनैजना दिदी र दिदीको अर्को साथी पनि हुनुहुन्थ्यो। अनि हामी चाहिँ गयौँ, अनि 3टा ट्रेन चेन्ज गरेर गयौँ, तर त्यो ट्रेनहरूको चाहिँ भिडियो बनाउन पाएन। अनि ट्रेनबाट लास्ट ट्रेनको चाहिँ बाहिर हेर्दा चाहिँ यस्तो थियो कि, अनि त्यो स्टेसन त कस्तो राम्रै हेर्नु न मन्दिर जस्तै गरी बनाएको क्या गाउँको स्टेसन। अनि यो चाहिँ खाडी चौर जस्तै लाग्यो क्या मलाई चाहिँ, त्यही भएर अनि भिडियो बनाएको। अनि यसमा चाहिँ दिदीलाई चाहिँ 3 घन्टा लाग्छ भनेको थियो अर्को दिदीले चाहिँ, अनि हाम्रो दिदी चाहिँ म त यो कान्छी आमलाई टेकेर भयो भने म त एकछिनमै पुग्छु भनेर अनि हँसाएर अनि हामी तिनैजना हाँस्दै गयौँ। गएर यहाँ चाहिँ गाउँघरको जस्तो पावर हाउस जस्तो क्या, हेर्नु न है कस्तो राम्रो क्या। अनि भिडियो बनायौँ तिनैजनाले, अनि त्यस्तो गर्दै गयौँ। अनि यस्तो रमाइलो भयो कि हाइकिङ चाहिँ। तर त्यो ठाउँमा चाहिँ केबल कार पनि जाने रहेछ, तर हामी चाहिँ हाइकिङ भनेर अनि केबल कारमा गएनौँ। अनि थकै लागेर त्यहाँ बस्यौँ। अनि दिदीलाई चाहिँ तपाईँको पानी खाएर देखाउनु न भनेर हामी दुवैजनाले जिस्काएर अनि त्यो पानी खाएर देखाउनु भयो कि। दिदीको चाहिँ त्यस्तो बोतलमा रहेछ, अनि आफै एक्लै खाने। तर दिदीले चाहिँ मलाई चाहिँ 2 लिटरको पानी बोक है भनेर मैले चाहिँ 2 लिटरको पानी बोकेर अनि मैले दिदीलाई भन्दै अनि गएँ म चाहिँ। अनि बाटोमा चाहिँ यस्तो बाटोहरू थियो क्या, अनि राम्रै थियो। अनि माथि गएर चाहिँ तर गाउँको जस्तै थियो, हाम्रो उता गाउँतिरको जस्तै नेपालको जस्तै। अनि त्यसपछि अब कस्तो बादल आएको थियो क्या, बादल आएर खासै फोटोहरू चाहिँ राम्रोसँग खिचेन, भिडियो चाहिँ अलिअलि बनायौँ। अनि त्यसपछि हामीले चाहिँ केबल कार चाहिँ अर्कै देखाएको थियो नि त नेपालमा चाहिँ, तर यहाँ चाहिँ केबल कार यस्तोलाई चाहिँ केबल कार भन्दो रहेछ क्या। यस्तो हुँदो रहेछ है जापानमा चाहिँ केबल कार। अनि हुस्सु लागेर अनि हामीलाई हिँड्न चाहिँ एकदम ठिक्का भएको थियो क्या। पानी परेको भयो नि छाता ओढेर हिँड्नु पर्थ्यो है। अनि घाम लागेको भयो नि पसिना बगेर हिँड्नै सक्दैन थियो, हामी झन् हिँड्न नसक्ने। त्यसपछि हामी हिँड्दा यस्तो जनावरहरू पनि देखेँ। नेपालमा त तर यस्तो जनावरहरू देख्ने बित्तिकै चाहिँ भाग्थ्यो, फोटोहरू खिच्दा यहाँ चाहिँ नभाग्ने के बस्ने है। म चाहिँ फेरि हाइकिङ जाने भने चाहिँ नेपालमा नि छिट्टो साथीहरूलाई घुम्न जाने भन्ने बित्तिकै चाहिँ म चाहिँ दौडिहाल्थेँ क्या, त्यस्तो मान्छे है। अनि यहाँ चाहिँ हामी मन्दिर पनि गयौँ, मन्दिरमा चाहिँ यसरी छिर्नु घुम्नुपर्ने रहेछ क्या, जापानिजहरू कसरी घुम्दो रहेछ भनेर पहिला हेऱ्यौँ। त्यसपछि चाहिँ हामी घुम्यौँ, अनि यो घुम्यो भने चाहिँ हाम्रो सबै कुराहरू पुरा हुन्छ अरे। अनि म पनि यसरी नै घुम्यो। अनि दिदीलाई भिडियो बनाउन लायौँ। अनि दिदीहरू चाहिँ पछि घुम्नु भयो। अनि यस्तै राम्रो रमाइलो भयो, तर हाइकिङ चाहिँ एकदम रमाइलो भयो। तपाईँहरू यहाँ जापानमा बसेर पनि हाइकिङमा जानु होला है। एकदम हाइकिङ गर्न चाहिँ मलाई एकदम मनपर्छ है, पहिल्यै बच्चापनदेखि नै, अब नेपालमा बसेकोदेखि नै, किनभने आफैले कमाएर आफै रमाउन चाहिँ सिक्नु होला। पहिला पनि म नेपालमा हुँदा पनि आफै जागिर खाएर यसो घुम्न जान्थेँ त्यही पैसाले, तर जमाउन चाहिँ सकेन है। अहिले पनि यस्तै हो, काम गर्ने हो। अनि शनिबार आइतबार चाहिँ मजाले छुट्टी बस्ने हो क्या, कामै नगर्ने हो। अनि फेरि घुम्न जाने हो। यसरी घुम्न भनेपछि त म बच्चैदेखि रुझाउने मान्छे हो। फेरि घुम्न चाहिँ हिँड्ने हो क्या, यस्तो राम्रो ठाउँहरू छ कि है, हेर्नु न नेपालको जस्तो क्या यति राम्रो ठाउँहरू। दिदीहरूलाई मजाले दिदीलाई चाहिँ फेरि बेलामा यसो भन्दा कि मलाई 2 लिटरको पानी बोक्नु भनेर म बोकिरहेको छु भनेर जिस्किँदै अनि हामी तिनैजना गयौँ। तर एकदम रमाइलो भयो कि, कस्तो रमाइलो भएको थियो कि, यति रमाइलो बाफ्रे बा, यो रमाइलो क्षणहरू त कहिले पनि बिर्सिने नै छैन। अनि जापानको कामको थकाइले है कहिले पनि हामीलाई यस्तो रमाइलो त बेलामा हामी गरिरहन्छौँ क्या, तर दिदी बहिनीहरू मिलेर, तर सबैजना मिल्छ हामी। अनि छुट्टी मिलाएर अनि सबैजना घुम्न जाने हो, यस्तै हो, रमाइलो गर्ने हो। अर्काको ठाउँमा भएन होइन, रमाउन त पाउने हो नि एकचोटि आउने जिन्दगीमा। हेर्नु न यो पनि कस्तो के होला है, यो चाहिँ
यसको चाहिँ भिडियो बनाउँदै थियो मलाई दिदीले हान्छ भन्दै थियो म फेरि भिडियो बनाउन कहाँ छोड्नु र छोड्दिनँ अनि जहाँ पनि होइन यो ढुङ्गाहरू कस्तो राम्रोसँग बनाएको है हाम्रो नेपालमा नि यस्तै बनाएको भए त पर्यटकहरू कति भित्रिन्थ्यो होला क्या हाम्रो त यस्तो नबनाए नेचुरलमा कस्तो राम्रो राम्रो ठाउँहरू छ नि है किनभने हामी फर्क्यौँ घुमिसकेपछि भोक लागेपछि खाजासाजा खाएँ भन्दै म यति नै मेरो अन्त्य गर्छु है हस् त धन्यवाद।